फर्स्ट अफ अल ड्राइभर दाजुभाइहरूलाई धेरै धेरै प्रणाम तपाईँहरूलाई। अलिकति एक्सन लिनुपर्छ। अगर तपाईँले साँच्चै नै सिक्किमलाई माया गर्नुहुन्छ भने टुरिस्टको बेला राम्रो हुन्छ, कोही बेला नराम्रो हुन्छ। जागरुक नागरिक हुनुहोस्। सिक्किमको एउटा जागरुक नागरिक भएर चाहिँ सवाल सोध्ने, क्वेसन सोध्ने तपाईँहरू गर्नुहोस्। ड्राइभर दाजुभाइहरूलाई अहिले प्रब्लम हुँदैछ भने तपाईँहरूले आफ्नो भोइस रेज गर्नुहोस्। अहिले नमस्ते खामरी टसिडीले सबैजनालाई होइन, म स्यान्डता अगेन तपाईँहरूको माझमा उपस्थित छु। मैले अस्ति भिडियो हालेको कारणले गर्दा धेरै प्रतिक्रिया भयो, राम्रो नराम्रो ठिकै छ। आफ्नो आफ्नो विचारहरू राख्नु सक्नुहुन्छ होइन। डेमोक्रेटिक कन्ट्रीमा डेमोक्रेसीलाई हामी वेलकम गर्नु पऱ्यो होइन, त्यसलाई नाकि दबाउनु होइन। तर कतिजनाले भन्नुहुँदैछ म सिक्किमको होइन, सिक्किमको बारेमा म बोल्ने हक छैन मेरो होइन। म सिक्किमको हो कि होइन, अब त्यो एउटा डकुमेन्टले मात्रै मलाई प्रुभ गरेर कि म सिक्किमको हुनसक्छ। सुप्रिम कोर्टको अनुसारले आर्टिकल 371 को अनुसारले म मान्छु, डकुमेन्टले चाहिँ हामीलाई प्रुभ गर्छ म सिक्किमको हो कि होइन। तर म सिक्किम नभएको कारणले गर्दा कि म सिक्किमको बारेमा बोल्नु सक्दैन। मलाई थाहा छ म कति मागेको छु सिक्किमलाई, म कहाँ जन्मेको मलाई थाहा छ होइन। त्यो चाहिँ नगर्नुहोस्। अब हुनसक्छ म अर्कै देशमा छु, अमेरिकामा होस्, चाहे अस्ट्रेलिया होस्, इन्डिया, जुनै पनि देशमा हुनु भयो। अब ट्रम्पले अब ट्यारिफ ल्याएर कति साह्रो प्रब्लम क्रिएट गर्नुभयो। उहाँको लागि ट्यारिफले गर्दा धेरै मान्छेले प्रतिक्रियाहरू देखाउनु भयो होइन। अब ट्रम्पको बारेमा हामी नबोल्नु सक्ने, किनकि हामी अमेरिकन होइन, त्यो भएन नि त होइन। किनकि म त्यो उहाँ मान्छेलाई भन्नु चाहन्छु कि अब सिक्किम एउटा सानो देश थियो, अहिले स्टेट भएको छ इन्डियाको। इन्डिया एउटा सानो कन्ट्री हो होइन। टोटल हाम्रो देशमा चाहिँ 195 कन्ट्री छ। त्यसमा 7 कन्टिनेन्ट छ होइन, 5वटा ओसन छ, महासागर छैन। यो टोटल मिलाएर चाहिँ एउटा देश बनिन्छ, आई मिन त एउटा वर्ल्ड बनिन्छ होइन। उसै प्लानेटको छैन है होइन। सिक्किम एउटा इन्डियाको सानो स्टेट हो, हाम्रो बोल्ने हक छ। डेमोक्रेटिक कन्ट्रीमा डेमोक्रेसीलाई दबाउने काम चाहिँ नगर्नुहोस् तपाईँहरू होइन। तर म आज यो भिडियो हेर्नुहोस् तपाईँहरू होइन। उहाँले के भन्नुहुँदैछ भनेर चाहिँ पहिला यो भिडियो हेर्नुहोस्। उहाँले के भन्नुहुँदैछ, उहाँ हाम्रो बहिनी सपुन गुरुङ उहाँको नाम चाहिँ रहेछ। उहाँले के भन्नुहुन्छ हेर्नुहोस्। यहाँनिर चाहिँ के भयो भन्दाखेरि चाहिँ बितेको चुनाव अगाडिदेखि नै हाम्रो सिक्किमका अति आदरणीय मुख्यमन्त्रीज्यूले है कतिवटा भाषणमा, उहाँको पोलिटिकल भाषणमा उहाँले भन्नुभएको थियो भोटर लिस्टमा पनि लाइसेन्स पाउँछ भनेर है। उहाँले त्यही कुराको आधारमा पनि उहाँहरूले अहिले क्लेम गरेको होला जस्तो लाग्छ है। अन्त यो कुरा उहाँले भन्नुभएको थियो, त्यसको कारणले गर्दा यहाँनिर कतिजनाले लाइसेन्सहरू पाएको छ है। भोटर लिस्टमा पनि लाइसेन्स छ। अहिले आएर यो चेक गर्दाखेरि कतिलाई अन्याय हुँदै होला त्यहाँनिर। सिक्किम सरकारमाथि त अमले कस्तो उठाएको छ है। अन्त यो मान्छेको विषयमा चाहिँ सरकारले खोजी तलास गरेर अलिकति एक्सन लिनुपर्छ। आज यस्तो मान्छे बोल्दाखेरि सरकारबाट केही एक्सन भएन, भोलि अर्को पनि बोल्छ, पर्सि अर्को पनि बोल्छ। त्यहाँदेखि यसको नतिजा के हुन्छ भने दग्दी चाहिँ कसले पाउँछ भने आम जनताले पाउँछ। अच्छा, उहाँले के भन्नुहुँदैछ भने चाहिँ सिक्किम सरकारलाई अपिल गर्नुहुँदैछ कि यो मान्छेले चाहिँ मतलब मिन्स यो मान्छेले चाहिँ सिक्किमको सरकारको लागि प्रति बोल्दैछ, उहाँको प्रति एक्सन लिनुहोस्। सिक्किमको सरकारबाट क्वेसन सोधेको चाहिँ मैले सिक्किमेले क्वेसन सोधेको अरे चाहिँ मेरो प्रति चाहिँ एक्सन लिनु पऱ्यो, ताकि भोलि बादमा गएर चाहिँ कसैले पनि बोल्नु नसकोस् सरकारको बारेमा। यो गलत हो नि त। डेमोक्रेटिक कन्ट्रीमा डेमोक्रेसीलाई दबाउने उहाँले अपिल गर्नुहुँदैछ। आज अगर कसै सिक्किम सरकारको बारेमा अगर कसैलाई केही सोधेछ भने, उहाँको मुखै दबाइदिएछ भने फेरि प्रश्न कसले सोध्ने त? पार्टी ठुलो होइन, सिक्किमै ठुलो हो। सिक्किम ठुलो हो। पोलिटिकल पार्टी आज आउँछ, भोलि हुन्छ, भोलि गएर उहाँले पनि त्यस्तै गर्नुहुन्छ। अनि यो कुरा नसोच्नुहोस् कि आज मलाई प्रब्लम छ अरे, भोलि उसलाई प्रब्लम छ अरे, उसको प्रब्लम उसले जानुहोस्, मेरो प्रब्लम म जान्छु होइन। कुनै पनि सिक्किमको नागरिक छ, अगर तपाईँले साँच्चै नै सिक्किमलाई माया गर्नुहुन्छ भने कुनै पनि सिक्किमे जनतालाई कुनै मान्छेलाई अगर प्रब्लम हुँदैछ भने तपाईँले आफ्नो क्वेसन राख्न सक्नुहुन्छ। तपाईँले कमसेकम सरकारलाई क्वेसन नगरे पनि तपाईँले आफ्नो प्रतिक्रिया दिनुहोस् न होइन। त्यो मुख दबाउने, मुख बन्द गर्ने, एक्सन लिने, सरकारलाई क्वेसन सोध्यो भने चाहिँ त्यो डेमोक्रेसीलाई दबाउनु भयो नि त। भोलि अर्को पार्टी होला, अर्को पार्टीले त्यस्तै के प्रब्लम गर्छ। आज तपाईँलाई प्रब्लम छैन, भोलि गएर तपाईँलाई प्रब्लम होला। तपाईँले अगर आफ्नो इन्साफको लागि, आफ्नो कुनै पनि जस्टिसको लागि तपाईँले बोल्नु गएछ भने, कसैले पनि तपाईँलाई सपोर्ट गरेको छ भने चाहिँ तपाईँलाई पनि त्यति बेला मन दुख्छ नि त होइन। अहिले हाम्रो ड्राइभर दाजुभाइहरूलाई कति प्रब्लम हुँदैछ। फर्स्ट अफ अल ड्राइभर दाजुभाइहरूलाई धेरै धेरै प्रणाम तपाईँहरूलाई, नमस्ते होइन। तपाईँहरूको कन्ट्रिब्युसन धेरै छ। तपाईँलाई सायद मान्छेले बुझेको छैन तपाईँको कति चाहिँ कन्ट्रिब्युसन छ सिक्किममा। आज म त्यो एक्सप्लेन गर्नेछु। सोचिहेर्नु, सिक्किममा एउटा टुरिज्म होइन, टुरिज्मको लागि चाहिँ हाम्रो
सिक्किम एउटा टुरिज्म भनेपछि धेरै छ हैन टुरिज्म धेरै राम्रो कुरा हो सिक्किममा टुरिज्मको कन्ट्रिब्युसन धेरै छ अब सिक्किमको टुरिज्म मान्छेले हाम्रो एभ्री इयर एभरेज लगायो भने हाम्रो 1 मिलियन or 1.2 मिलियन टुरिस्टहरू आउनुहुन्छ सिक्किममा सोचिहेर्नुहोस् एउटा टुरिस्टले अगर 20,000 or 20,000 या 30,000 को बिचमा चाहिँ स्पेन्ड गर्न सक्नुहुन्छ होला मिनिमम मैले भनेको होइन मिनिमम या माथि पनि हुनसक्छ या तल पनि हुनसक्छ 20 या 30,000 उहाँले स्पेन्ड गर्नुहुन्छ अब कुनै पनि स्टेटको या कुनै पनि जग्गाबाट सिक्किम टुरिस्ट आउनुहुन्छ या कलकत्ता जुनै पनि देशबाट होस् होइन सिलगढी या अरू कुनै कन्ट्रीको पनि होस् उहाँ आउनुहुन्छ सिक्किममा उहाँले त्यति पैसा सिक्किममा लिएर आउनुहुन्छ होइन त्यो स्पेन्ड गर्नुहुन्छ त्यो चाहिँ पैसा सिक्किममै रह्यो अब एउटा मान्छेले अगर 20,000 to 30,000 स्पेन्ड गर्नुहुँदैछ भने सोचिहेर्नुहोस् 1 मिलियन 1.2 मिलियन टुरिस्टले चाहिँ कति पैसा स्पेन्ड गर्दैछ सिक्किममा होइन टुरिज्मको कन्ट्रिब्युसन 2.28% सम्म छ जिडिपी ग्रोथमा सिक्किमको राम्रो कुरा हो होइन तर त्यसपछि खालि टुरिज्मको मात्रै हो र हाम्रो ड्राइभर दाजुभाइले के गर्नुभएको छैन सोचिहेर्नुहोस् एउटा ड्राइभर दाजुभाइको जिन्दगीमा धेरै प्रब्लम हुन्छ उहाँको भोलि मैले टर्न पाएन भने म भोलि गाडी खेप्नु सक्दैन मेरो प्रब्लम हुन्छ पैसा आउँदैन आजको मेरो नानीको स्कुलको फी दिएको छैन स्कुलको प्रब्लम भइरहेको छ भोलि मलाई पेट्रोल हाल्नु बिर्सेछ मैले भोलि मलाई टर्नमा लाग्नुपर्ने हो भोलि गएर पर्मिट लिनुपर्ने हो फेरि टुरिस्टलाई यति बजी मलाई पिक गर्नुपर्ने छ ट्राफिक हुन्छ होला ट्राफिक भेट्यो भने मलाई साह्रो पर्छ मलाई छिटो निस्किनु पर्ने अगर बाइचान्स मैले पार्किङ पाएन रहेछ भने मलाई फेरि फाइन लगाइन्छ पुलिसले पार्किङ ठिक ठाउँमा लगाउनु पर्ने उहाँको जिन्दगीमा धेरै प्रब्लम छ तर उहाँले अझै पनि गएर के गर्नुहुन्छ टुरिस्टलाई लिएर आउनुहुन्छ अब टुरिस्टको बेला राम्रो हुन्छ कोही बेला नराम्रो हुन्छ होइन सबै टुरिस्टहरू नराम्रो हुन्छ भएन कतिजना टुरिस्टहरू साह्रै फेनेटिक हुन्छ उहाँले साह्रै प्रब्लम क्रिएट गर्नुहुन्छ बोल्ने तरिका हुँदैन होइन ड्राइभरले अब के भनेछ भने बेल्ट लगा भनेछ भने म बेल्ट लगाउँदैन नै होगा ऐसा वसा भन्ने खालको हुन्छ होइन त्योहरू कस्तो खालको प्रब्लमहरू हुन्छ अगर बाइचान्स टुरिस्टले बेल्ट लगाएको छैन भने फाइन कसलाई हुन्छ ड्राइभर दाजुलाई पार्किङ पाउँदैन पार्किङको ऊपर अलिकति गलत यताउता ट्याक्सी अगर एकछिनको लागि पनि पार्क गरेछ भने फाइन कसले हुन्छ ड्राइभर दाजुभाइलाई होइन उहाँलाई फेरि पर्मिट लिनु पऱ्यो उहाँले फेरि पैसा त्यहाँ पेमेन्ट गर्नुपर्छ पर्मिटको लागि होइन फेरि त्यो माथि अझै हाम्रो सरकारले ट्याक्स बढाइदिनु भएको छ ड्राइभर दाजुभाइलाई त्यसको माथि अझै टुरिस्टहरूलाई 50 रुपिस एउटा पे गर्नु भन्नुभएको छ त्यो चाहिँ अत्याचारै भयो नि त होइन तपाईँहरूले अगर सबैजना सिक्किमलाई माया गर्नुहुन्छ भने सिक्किममा कन्ट्रिब्युसन टुरिस्टको छ टुरिस्टलाई ल्याउने सबै कुरा गर्ने हाम्रो ड्राइभर दाजुभाइहरूको अगर ड्राइभर दाजुभाइहरूलाई अहिले प्रब्लम हुँदैछ भने तपाईँहरूले आफ्नो भोइस रेज गर्नुहोस् अहिले सरकारलाई सोध्नुहोस् यो गलत गर्नु हुँदैछ तपाईँले यसलाई चाहिँ हटाउनुहोस् या कुनै सल्युसन दिनुहोस् तपाईँले आज बोलेन रहेछ भने भोलि चाहिँ तपाईँलाई प्रब्लम हुन्छ त्यति बेला तपाईँले कसले बोलिदिने जागरुक नागरिक हुनुहोस् सिक्किमको एउटा जागरुक नागरिक भएर चाहिँ सवाल सोध्ने क्वेसन सोध्ने तपाईँहरू गर्नुहोस् तपाईँ सिक्किमको हो भने तपाईँले अगर सिक्किमलाई साँच्चै नै माया गर्नुहुन्छ भने आज तपाईँ जागरुक नागरिक भएर तपाईँले सरकारलाई क्वेसन सोध्नु गर्नु सक्नुहुन्छ त्यो तपाईँको हक हो तपाईँले गर्नुहोस् एउटा जागरुक नागरिक हुनुहोस् तपाईँहरू क्वेसन सोध्नुहोस् गलत हुँदैछ भने गलतलाई गलत गर्नुहोस् सहीलाई सही भन्नुहोस् यो नसोच्नुहोस् कि आज यो मेरो प्रब्लम होइन मलाई के जान्दैन यो उहाँको प्रब्लम हो नो भोलि गएर तपाईँलाई प्रब्लम आउँछ त्यही कारण आज ड्राइभर दाजुभाइको लागि तपाईँले अगर स्ट्यान्ड लिनु भएन भने कसले लिन्छ उहाँको लागि स्ट्यान्ड कसले लिन्छ रोड पनि राम्रो छैन होइन रोड राम्रो छैन तपाईँले हाम्रो ड्राइभर दाजुभाइहरूले सबैले भेहिकलको ट्याक्स दिनुहुन्छ रोड ट्याक्स दिनुहुन्छ जिएसटी दिनुहुन्छ रोड ट्याक्स दिनुहुन्छ आइसिटी ट्याक्सहरू धेरै ट्याक्सहरू छ सबै कुरो दिनुहुन्छ रोड ट्याक्स तपाईँले किन दिन्छ कि रोड राम्रो होस् भनेर सिक्किमको रोड राम्रो छ र एउटा एक्सेप्सनल हो ल्यान्डस्लाइड हुन्छ माउन्टेन एरिया हो त्यो एउटा एक्सेप्सनल हो ठिकै छ मानिलो एउटा ल्यान्डस्लाइड भएर चाहिँ अब पहिरो ढलेर चाहिँ रोड भत्केको छ त्यो एउटा एक्सेप्सनल हो त्यो बाहेक कतिवटा ठाउँ जसमा ल्यान्डस्लाइड भएको छैन त्यो रोडहरू सही छ र त्यसमा तपाईँले क्वेसन सोध्नु सक्नुहुन्न किनकि तपाईँले रोड ट्याक्स दिनुहुँदैछ रोड ट्याक्सको मतलब यही नै हो कि म आज तपाईँलाई रोड ट्याक्स दिँदैछु रोड चाहिँ सही हुनु पर्यो हाम्रो लागि रोड बनाइदिने काम तपाईँको जिम्मेदारी हो तपाईँले त्यसको लागि क्वेसन सोध्नु सक्नुहुन्छ ड्राइभर दाजुभाइहरूलाई कति प्रब्लम हुन्छ उसको लागि उहाँले रोड ट्याक्स पनि दिनुपर्ने टोल ट्याक्सहरू दिनुपर्ने के ट्याक्स दिनुपर्ने यो ट्याक्स दिनुपर्ने यसको पर्मिट दिनुपर्ने उसको पर्मिट दिनु सबै कुरो गर्नुहुँदैछ उहाँहरूले पार्किङमा अलिकति के भयो फाइन लगाइदिने यसको पेनाल्टी लगाइदिने उसको पेनाल्टी लगाइदिनु पर्ने हर्न बजाउनु पाउँदैन टुरिस्टहरूलाई केही प्रब्लम भएछ भने अगर कुनै टुरिस्टले कम्प्लेन गरेछ भने ड्राइभर दाजुभाइहरूलाई प्रब्लम हुनुपर्ने तपाईँहरूले त्यसको लागि कुरा उठाउनु भएको छ कहिले तपाईँहरू सिक्किमे तपाईँले भन्नुहुँदैछ तपाईँहरू सिक्किमे हो हामी सिक्किमे हो सिक्किमको हो भने सिक्किमको लागि सोच्नुहोस् न त मेरो लागि नसोच्नु म कहाँको हो के हो नसोच्नुहोस्
तपाईँले साँच्चै नै सिक्किमलाई माया गर्नुहुन्छ भने आज ड्राइभर दाजुभाइहरूको लागि तपाईँ आफ्नो प्रतिक्रिया देखाउनुहोस्, उहाँसँग खडा हुनुहोस्। हुनसक्छ आज उहाँलाई प्रब्लम छ, भोलि तपाईँको गएर प्रब्लम हुन्छ। आज तपाईँले कुराउन उठाएछ भने भोलि कसले उठाउला तपाईँहरूको लागि? एउटा जागरुक नागरिक बनेर, सिक्किमको जागरुक नागरिक बनेर तपाईँले कुरा उठाउनुहोस्, सरकारलाई क्वेसन सोध्नुहोस्, प्रश्न गर्नुहोस्। आज यो सरकार छ, भोलि अर्को सरकार आउला, त्यति बेला पनि तपाईँले त्यस्तै भन्नुहुन्छ यो मेरो प्रब्लम होइन, उहाँको प्रब्लम हो, मलाई के मतलब छैन। हेरौँ तपाईँको माया कति छ सिक्किमको लागि। अगर तपाईँले आज भोइस उठाउनु भएछ भने हाम्रो ड्राइभर दाजुभाइहरूको लागि भोइस उठाउनुहोस्।